एउटा यस्तो समयको कल्पना गरौँ जहाँ देशको शक्ति उसको सेना वा हतियारले होइन, बरु उसको ढुकुटीमा कति सुन छ त्यसले नापिन्थ्यो। आज हामी त्यही रोचक आर्थिक सिद्धान्त मर्केन्टिलिजमको गहिराईमा पुग्दैछौँ। आजको दिनमा कुनै देशलाई शक्तिशाली केले बनाउँछ भनेर सोध्यो भने सायद हाम्रो दिमागमा बलियो अर्थतन्त्र, नयाँ प्रविधि वा शक्तिशाली सेना आउँछ। तर केही शताब्दी पहिले यसको जवाफ एकदमै सरल थियो र चम्किलो पनि। त्यो थियो सुन र चाँदी। जससँग धेरै सुन उही संसारको सबैभन्दा शक्तिशाली। आज हामी के कुरा गर्छौं त? सुरुमा मर्केन्टिलिजमको मूल मन्त्र सुन नै शक्ति हो भन्ने बारेमा बुझ्नेछौं। त्यसपछि व्यापारको खेल कसरी खेलिन्थ्यो, सरकारको भूमिका कस्तो थियो, अनि यो सिद्धान्तका राम्रा र नराम्रा पक्षहरू के थिए भनेर हेर्नेछौं। र अन्त्यमा आजको दुनियाँमा यसको के अर्थ छ त्यो पनि केलाउनेछौं। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। हामी 16औं देखि 18औं शताब्दीको युरोपमा पुग्दैछौं। यो त्यो समय थियो जब युरोपमा नयाँ शक्तिशाली देशहरू बन्दै थिए र संसारभरि आफ्नो साम्राज्य फैलाउने होडमा थिए। त्यसो भए यो मर्केन्टिलिजम भनेको आखिर हो के त? एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो आर्थिक सोच हो जसले भन्थ्यो देशलाई धनी र शक्तिशाली बनाउने एउटै मात्र तरिका छ अरू देशहरूलाई सकेसम्म धेरै सामान बेच्ने, तर उनीहरूबाट सकेसम्म कम सामान किन्ने। यसो गर्दा के हुन्छ? देशमा सुन र चाँदीको थुप्रो लाग्छ। मर्केन्टिलिजमको पूरा सिद्धान्त यही एउटा सूत्रमा अडेको थियो, राष्ट्रिय शक्ति भनेकै आर्थिक शक्ति हो, र आर्थिक शक्ति भनेको अरू केही होइन, केवल टन्न सुन र चाँदी जम्मा गर्नु हो। जति धेरै सुन देश उति नै शक्तिशाली, एकदम सिधा हिसाब। ठिक छ, सुन जम्मा गर्ने त भनियो, तर कसरी? अब आउँछ यसको सबैभन्दा रोचक पक्ष, व्यापारको खेल। यो कुनै सामान्य व्यापार थिएन, यो त आफ्नो ढुकुटी भर्न रचिएको एउटा रणनीतिक खेल थियो। यो खेलको एउटै लक्ष्य थियो, व्यापार अधिशेष हासिल गर्ने। भनेपछि आफ्नो देशबाट बाहिर सामान बेच्ने, निर्यात चाहिँ धेरैभन्दा धेरै गर्ने, तर बाहिरबाट सामान किन्ने, आयात चाहिँ एकदमै कम गर्ने। यसरी हिसाब गर्दा सुन र चाँदी जहिले पनि देशभित्रै आइरहन्थ्यो, बाहिर जाँदैनथ्यो। उनीहरूको सोच कस्तो थियो भने संसारमा भएको कुल सम्पत्ति स्थिर छ, एउटा केक जस्तै। यो केकको साइज बढ्दैन। त्यसैले यदि एउटा देशले ठूलो टुक्रा पायो भने अर्को देशले सानो टुक्रामा चित्त बुझाउनै पर्छ। मतलब व्यापार भनेको जित हारको खेल हो, जहाँ एकको फाइदा हुनु भनेको अर्कोको घाटा हुनु अनिवार्य छ। अनि यो खेल जित्न सरकारहरूले अनेकौं तिक्रम लगाउँथे। जस्तै विदेशबाट आउने सामानमा यति धेरै कर लगाइदिन्थे कि त्यो किन्नै नसक्ने गरी महँगो होस्। कतिपय विलासी सामानहरू त देशमा भित्र्याउनै प्रतिबन्ध लगाइएको थियो, अनि आफ्ना सामान बेच्नलाई चाहिँ उल्टै अनुदान दिन्थे। अब यी सबै नियम कानून कसले लागू गर्थ्यो त? पक्कै पनि सरकारले। मर्केन्टिलिस्ट व्यवस्थामा सरकार अर्थतन्त्रको एक सामान्य नियामक मात्र होइन, ऊ त मुख्य खेलाडी नै थियो। सबै कुरा उसको नियन्त्रणमा हुन्थ्यो। सरकारले आफ्नो आर्थिक रणनीति लागू गर्न विभिन्न औजारहरू प्रयोग गर्थ्यो, जस्तै कर लगाउने, अनुदान दिने, अनि आफूलाई मन परेका कम्पनीहरूलाई कुनै खास व्यापारमा एकाधिकार दिने। तर सबैभन्दा ठूलो हतियार थियो उपनिवेशहरू। उनीहरू उपनिवेशबाट सस्तोमा कच्चा पदार्थ लिन्थे र त्यही लगेर महँगोमा तयारी सामान बेच्थे। सरकारको नियन्त्रण यतिमा मात्र सीमित थिएन। आफ्नो देशमा बन्ने सामानको उत्पादन लागत कम गर्न र निर्यातमा फाइदा कमाउन मजदुरहरूको ज्याला सकेसम्म कम राख्ने नीति लिइन्थ्यो। यति सुनिसकेपछि प्रश्न उठ्छ, के यो प्रणाली साँच्चै सफल भयो त? आउनुहोस् अब यसको राम्रो र नराम्रो दुवै पक्षलाई हेरौँ। फाइदाको कुरा गर्दा यसले भर्खरै बनिरहेका देशहरूलाई आर्थिक र राजनीतिक रूपमा बलियो बनाउन मद्दत गर्यो। बाहिरी प्रतिस्पर्धाबाट जोगाएर देशका नयाँ उद्योगहरूलाई हुर्कने मौका दियो। अनि व्यापार बढाउनका लागि सडक र बन्दरगाह जस्ता पूर्वाधारको विकास पनि भयो। तर बेफाइदाहरू सायद अझै गम्भीर थिए। यसले देशहरूबीच द्वन्द्व र युद्ध निम्त्यायो। उपभोक्ताहरूले महँगो सामान किन्न बाध्य भए। उपनिवेशहरूको त चरम शोषण भयो। अनि सरकारको अत्याधिक नियन्त्रणले नयाँ आविष्कार र उद्यमशीलतालाई निरुत्साहित गर्यो। छोटकरीमा हेर्दा मर्केन्टिलिस्टहरूको दुनियाँमा धन भनेको सुन र चाँदी थियो, व्यापार भनेको जित हारको खेल थियो,
र सरकार नै सबै कुराको सर्वेसर्व थियो। अब अगाडि बढौँ र हेरौँ यो पुरानो सोच आजको दुनियाँमा कतिको जीवित छ। र अब हामी आइपुगेका छौं हाम्रो अन्तिम खण्डमा। के 400 वर्ष पुरानो यो विचारको भूतले आज पनि हामीलाई पछ्याइरहेको छ? आउनुहोस् पत्ता लगाउँ। पछि गएर एडम स्मिथ जस्ता अर्थशास्त्रीहरूले मर्केन्टिलिजमको कडा आलोचना गरे। उनले भने देशको वास्तविक धन ढुकुटीमा थन्किएको सुन होइन, बरु त्यो देशले कति सामान र सेवाहरू उत्पादन गर्न सक्छ भन्ने हो। उनले स्वतन्त्र व्यापारको वकालत गरे जहाँ सबै देशले मिलेर फाइदा लिन सक्छन्। तर रमाइलो कुरा के छ भने यी सबै आलोचनाका बावजुद मर्केन्टलिजम पुरै मरेको छैन। आज यसले नव मर्केन्टलिजमको नयाँ अवतार लिएको छ। अहिले पनि कैयौं देशहरू निर्यात बढाउने र आयात घटाउने होडमा छन् ताकि उनीहरूको व्यापार सधैँ नाफामा रहोस्। यसको छनक हामी आज जताततै देख्छौं। जब कुनै देशले आफ्नो उद्योग बचाउन बाहिरको सामानमा कर लगाउँछ, त्यो संरक्षणवाद हो। जब ठूला देशहरू एक अर्काको सामानमा कर थपेर व्यापार युद्ध गर्छन्, त्यसमा पनि मर्केन्टिलिजमकै झल्को आउँछ। यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। जब हामी आजको समाचारमा ट्रेड वार वा व्यापार युद्ध जस्ता शब्दहरू सुन्छौं, कि हामी त्यही पुरानो मर्केन्टिलिजमको खेललाई नयाँ भेषमा देखिरहेका छौं? सोच्नुपर्ने कुरा छ।